लाली बजार हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ लास्ट सैटरडे हाम्रो चाहिँ पसलहरू सबै बन्द हुने भएकोले चाहिँ हामी चाहिँ आज मुभी हेर्न जाने प्लान गर्दैछौँ है। त यो फिल्म चाहिँ मलाई पहिलादेखि नै एकदम हेर्न मन थियो होइन, जबदेखि यसको ट्रेलर रिलिज भएको थियो। अनि यो फिल्म चाहिँ बिचमा जस के कन्ट्रोभर्सी भएर सायद चल्दैन कि भन्ने अलिअलि डर थियो, तर फाइनली हिजो फ्राइडेदेखि चाहिँ चलेछ। त्यही भएर आज लास्ट सैटरडे परेकोले चाहिँ हामी चाहिँ मुभी हेर्न जान रेडी हुँदैछौँ है। त म चाहिँ बिहान उठेर टक्क नुहाइ गरेर कफी सफी खाएर होइन रेडी हुँदैछु। कञ्चन चाहिँ आफू फ्रेस हुँदैछ। अनि यसो हल्का राम्री पनि त हुनु पऱ्यो नि त होइन। अब अलिअलि त केही नगरे पनि अलिअलि त सनस्क्रिन र मोइस्चराइजर त लाउनु पऱ्यो। हुन त म बच्चैदेखि यत्तिकै राम्री थिएँ, तैपनि यसो लगाइदिउँ न त भनेर चाहिँ लगाइदिएको। अनि मलाई चाहिँ यो पर्फ्युम चाहिँ कञ्चनले गिफ्ट गरेको थियो थाइल्यान्डबाट आउँदा होइन। अनि अलिअलि यस्तो बास्नादार पनि भएर जानु पऱ्यो नि त, फेरि वरिपरि त मान्छेहरूलाई यस्तो ओहो माइ गड कस्तो बास्ना आएको त बनाइदिनु पऱ्यो होइन। अनि कफी सफी खाँदै अनि म चाहिँ भिडियो बनाउँदै रेडी हुँदै थिएँ होइन। अनि बाँकी चाहिँ मैले कञ्चनलाई मेरो बाटोको भिडियो अनि मुभी हेर्न जान लागेको सब भिडियो बनाइदिएँ। ल आज म मिनी भ्लग बनाएर हाल्छु भनेर भनेको थियो। उसले पनि भिडियो खिचिदिएको जस्तो लागेको थियो, तर उसले रेकर्डै गर्न बिर्सेछ कि। अनि त्योहरू चाहिँ केही रेकर्ड गर्न पाएन, तर फाइनली यति मुभीको क्लिप्स भयो भने चाहिँ गर्दैछ होइन। अनि लाली बजार मुभी चाहिँ एकदमै राम्रो छ, एकदमै सबैले एकचोटि हेर्नै पर्छ होइन। तर मलाई अलिकति चित्त दुखेको कुरा चाहिँ खासै हलमा मान्छेहरू नै थिएन कि। अनि यो फिल्मको बारे चाहिँ मैले कति कुराहरू फेसबुकतिर यो फिल्मलाई बहिष्कार गर्नुपर्छ यहाँ भने सुनिरहेको थिएँ, सायद त्यही भएर पनि होला होइन। तर मलाई जहाँसम्म लाग्छ राम्रो मुभीलाई चाहिँ सधैँ सपोर्ट गर्नुपर्छ होइन। यो फिल्म हेरेर चाहिँ हामीले धेरै कुरा सिक्न पाउँछौँ, धेरै कुरा जान्न पाउँछौँ, धेरै कुरा हामीलाई थाहा हुन्छ। त्यही भएर चाहिँ नेपाली राम्रो फिल्महरूलाई चाहिँ सधैँ सपोर्ट गर्नुपर्छ है त। हस् त, थ्याङ्क यू एभ्रिवान। हजुरहरू पनि हेर्नुहोला।